यो ठाउँ सायदै कसैलाई थाहा होला र जस कसैलाई थाहा छ उनीहरू एकदमै लक्की हुन्। यहाँका शान्ति र दृश्य एकदमै मनोहर छ। हाम्रो गुगल पोइन्ट जाने टिमहरू खै ओए उता जान मनिका देखेन त। यो ठाउँको हाइक हर्कटे बजारबाट सुरु हुन्छ जो चाहिँ मेची राजमार्गमा पर्छ अनि यो ठाउँ पुग्नलाई यहाँबाट 1 घण्टा लाग्छ। हाम्रो टोली गुगल पोइन्ट जाने सबै नसप्रेको पाँडाहरू जस्तै छ। एउटा दुईटा तीनटा चारटा अनि म देखिएन अब देखियो। अब उकालो जाने बाटो चाहिँ त्यो हो गुगल पोइन्ट भन्छ। मैले माथि गएर देखाउँछु है म। लाग्यो है हाम्रो टोलीहरू। यो चाहिँ हाम्रो माथिल्लो घरे कान्छी के भन्छ तिम्रो नाम? रुबिना। यो चाहिँ मालदाईको छोरी मार्छ ल यो देखेर। अब होइन के किनिदिनु? गुगल पोइन्टमा जङ्गल छ, जङ्गलै जङ्गल हो। के को उयो मिठाई किन्ने ठाउँ छैन। अब आएर किन्ने खानु ल ल। थाक्यो थाक्यो हो र थाक्यो। राम्रो रियाक्सन दियो त भरे। तिमीलाई पनि सोध्नु थाक्यो ल। यो ठाउँ त्यस्तो प्रख्यात छैन किनकि यो ठाउँमा फोटोज भिडियोजका लागि होइन, तर यो ठाउँ उनीहरूको लागि हो जसलाई हाइक, सफा हावा अनि शान्ति मनपर्छ। यो ठाउँको नाम हो गुगल पोइन्ट। यो जग्गादेखि उता चाहिँ झन्डी डाँडा भन्ने जग्गा छ। यहाँदेखि 22 किलोमिटर हिँड्नुपर्छ अरे। आज त म मेरो बहिनी भाइहरूसँग आएको, उनीहरू हिँड्नु पनि सक्दैन अनि टाइम पनि त्यस्तो छैन, त्यही कारणले गर्दा गइँदैन। अर्को पालि टाइम मिलिहाल्छ भने त्यहाँ जानुको लागि आउनेछौँ। हाम्रा दिदी बहिनीहरूले यहाँनिर चिया पकाउनु लागि चाहिँ भाँडा डढिसक्यो त नि। चपस्टिक बनाउने त अब यहाँ देखो अब सुसन
अब चम्ची ल्यायौँ न चपस्टिक बनाउने हाँ खुकुरी चाहियो हो यो चाहिँ गोर्खाली खुकुरी यो चाहिँ एकदम राम्रो हुन्छ हाइकिङ ट्रेकिङको लागि सानो छरितो हौ ब्राजिल दाउरा खोज दाउरा लो ए यसले दामी खोज्छ नि दाउरा त ए हो के छ हाम्रो खाने चाउमिन छ त है चाउमिन चाहिँ सस्तो छ अब चाहिँ चिया पाक्नु आँट्यो हाम्रो बनाउने मान्छे चाहिँ यहाँ चाहिँ एकदम मेहनतीसँगले एकदम मेरो बुइनी चाहिँ के भन्छ घरमा एकदम घरमा आगो सागो फुक्नु जान्ने खाले छ आजकलको राइस कुकरमा मात्रै भात पकाउनु जान्ने होइन नि फेरि एकदम आगो फुकेर पकाउनु जान्ने खाले छ नि एकदम भट्टु भाँडामा एकदम के भन्छ बुहारी क्वालिटीको छ नि मेरो बुइनी चाहिँ फेरि हाम्रो चिया पाकेर चाहिँ अनि यहाँनिर हाम्रो टिकटकर पनि छ नाचिरहेछ आफ्नो धुनमा चिया पाक्यो अब Why are you not laughing? I don't know. Why are you so serious? Oh, chopstick. अघि बनाएको अर्ग्यानिक चपस्टिक है त्यसरी खाने अब हामी त्यो डाँडामा जानु आँटेको लेट्स गो ल जाउँ happiest person in the world थुक्का उडाउनु छोड्यो फुका यताबाट अनि के भन्नु हाम्रो आजको अन्तिममा नि यो सेकेन्ड राउन्ड चल्दैछ चटपटे इन्डियामा हुने झालमुरी नेपालमा हुने चटपटे भेलपुरी त कहाँ यस्तो हुन्छ अर्कै हुन्छ ल खाएर तन्केही नेहरू त अब यो चाहिँ बायोडिग्रेडेबल होइन त्यही कारणले गर्दा जतासुकै फ्याँक्नु हुँदैन यसमा प्लास्टिक छ यो त प्लास्टिक होइन सिल्भर कोटिङ जस्तो लाग्यो कागज त बायोडिग्रेडेबलै हो तर पनि यो उठाउनुपर्छ उठाएर बोकेर ब्यागमा हालेर लानुपर्छ अनि तल डस्टबिनमा फ्याँक्नुपर्छ अनि यहाँहरूलाई लाग्दै होला कि यो ठाउँलाई किन गुगल पोइन्ट भनिएको हो किनकि ल पढेर सुनाउ त यो बिन्दु विभिन्न विकास निर्माण कार्य तथा सबै प्रकारका नक्सा तथा नक्सा तयार गर्नका लागि मुख्य आधार बिन्दु भएकाले यसको सम्भार संरक्षण गर्न हाम्रो सबैको साझा दायित्व हो तसर्थ यसको सम्भार संरक्षण गरी सचेत नागरिकको
कर्तव्य पालना गरौँ। भनेको हँ? एक्सप्लेन चाहिँ गर न नि। मतलब यहाँबाट चाहिँ नाप्छ अरे क्या सबैतिरको नक्साहरू नाप्दाखेरि यहाँ। अब यो ठाउँ म्याप बनाउँदाखेरि यो ठाउँलाई उयो लिन्छ, एउटा पोइन्ट लिन्छ। त्यही भएर त गुगल पोइन्ट भएको त। ओके, बुझिहाल्नु भयो होला गुगल पोइन्ट, बुझ्नुभयो दाजुल? ल अब गुगल पोइन्टमा टेकेर हुन्छ त अनि यसरी। ओ अर्कोले पनि टेकिगयो। फर्केको अब चाहिँ बाइ बाइ गुगल पोइन्ट। हाइकिङ कहिलेकाहीँ यो यात्रा मात्र हुँदैन, यो आफैलाई फेरि भेट्ने एउटा तरिका हो। भिडभाड र दैनिक व्यस्तताबाट टाढा आफ्नो मान्छेहरूसँग बिताएको साना समय पनि कति ठुलो खुसी दिन्छ। यो बाटोमा हिँड्दा थकान त हुन्छ, तर मन भने हल्का हुँदै जान्छ। मलाई हाइकिङ एकदमै मनपर्छ। यसले शरीरलाई मात्र होइन मनलाई पनि ताजा बनाउँछ। र जब म माथि पुगेर टाढा फैलिएको क्षितिजलाई हेर्छु, त्यो क्षणमा मलाई लाग्छ म साँच्चै बाँचिरहेको छु।